हामीलाई थाहा छ त्यसै पनि प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेज अरू संस्थाभन्दा विभिन्न कारणले फरक छ। फरक यो अर्थमा छ कि विद्यार्थी हेर्दाको फरक, यहाँको उत्पादन फरक, यहाँको उत्पादन बजारमा गएर बजार व्यवस्थापनको हिसाबले फरक, पढाइका हिसाबले फरक मात्रै होइन, हामीले समाजलाई दिने कुरामा पनि हामी फरक छौँ भन्ने कुराको नमुना हामी प्रस्तुत गर्नका लागि आजको यस कार्यक्रममा, यो माघे सङ्क्रान्ति विशेष कार्यक्रममा उपस्थित भएका छौँ। अनौपचारिक कार्यक्रम भएकोले कार्यक्रमको औपचारिकता त्यस्तो रहेन, तर पनि यस संस्थामा आबद्ध रहनुभएका सम्पूर्ण लगानीकर्ता सर म्यामहरू, यस संस्थाका चेयरम्यान अनिल सर, सिइओ अभिषेक सर, संस्थापक साथीहरू, लगानीकर्ता साथीहरू, आशिष सर, इसाक सर, सबिन सर, विजय सर, हाम्रो चाहिँ विशाल सर लगायत सम्पूर्ण साथीहरूलाई आजको यस विशेष कार्यक्रममा मैले एकैमुष्ट व्यक्तिगत रूपमा मेरो तर्फबाट अनि यस प्राइम भिजन इन्टरनेसनल कलेजको तर्फबाट संयुक्त रूपमा स्वागत गर्न चाहे। स्वागत, नमस्ते। त्यसै गरी हामीलाई विभिन्न हिसाबले सधैँ सहयोग गर्नुहुने हाम्रा समाजसेवी अथवा पत्रकार मित्र तीर्थ कार्की सर र सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई पनि मैले यस कार्यक्रममा स्वागत गर्न चाहे। स्वागतम। यो दिनले नै देखाइरहेको छ वाइ वी आर हियर भनेर, होइन? नर्मल्ली धेरै कुराहरू छन्। एउटा अकेजनलाई कसरी हामीले फलो गर्ने, यो एउटा इभेन्टलाई हामीले कसरी विशिष्ट इभेन्ट बनाउने, किनभने धर्मका हिसाबले, जातका हिसाबले, सम्प्रदायका हिसाबले भन्दा पनि हामीले समाजका हिसाबले चाहिँ समाजमा आउने यस्ता किसिमका विभिन्न चाहिँ भनेदेखि हाम्रा यी संस्कारहरूलाई, विभिन्न हाम्रा चाहिँ प्रचलनहरूलाई चाहिँ हामीले निरन्तरता दिनुपर्छ भन्ने कुराको उपज यो एउटा माघे सङ्क्रान्तिको रूपमा हामीले देशभरि अथवा नेपालीले विदेशमा रहेर पनि यो पर्वलाई चाहिँ एउटा चिसोबाट तातोतिरको कन्भर्सन भन्छ क्या, चिसोबाट तातोतिर जाने एउटा विशेष दिनका हिसाबमा मनाउने गरिन्छ। पौराणिक हिसाबले र हामीले अध्ययन गरेको हिसाबले, हामीले सुनेको हिसाबले चाहिँ यो सूर्य जुन हामीले सूर्य छ, सूर्यको चाहिँ उपस्थिति अथवा सूर्यको ट्रान्सफर चाहिँ यहाँ धनु राशिबाट चाहिँ मकर राशितिर जाने भएको कारणले गर्दा अथवा यसको पोजिसनको हिसाबले चाहिँ यो साउथ बेल्ट हामीले देख्दाखेरि अलिकति साउथ एरियाबाट अहिले हामी बिहान सूर्य देख्छौँ, साउथबाट बिस्तारै नर्थतिर कन्भर्ट हुने र दिन चाहिँ यो यसरी डायगोनलको हिसाबमा चाहिँ सूर्य यो एरियाबाट यो एरियामा जाँदाखेरि अलिकति दिन चाहिँ लामो हुने र सूर्यको तापको प्रभाव र उसको चाहिँ प्रभाव अलि लामो हुने भएकोले यो आज यो चाहिँ मकर राशिमा प्रवेश गरेको दिन भएकोले यो दिनलाई र आज भन्नाले यो सङ्क्रान्ति जुन भोलि हामी मनाउँदैछौँ यो चाहिँ माघ 1 गते गरेको हुनाले मकर सङ्क्रान्ति, माघे सङ्क्रान्ति चाहिँ हामीले परिचयात्मक हिसाबमा भनेका हौँ, तर यो मकरतिर कन्भर्ट हुने भएकोले यसलाई चाहिँ मकर सङ्क्रान्तिको रूपमा चाहिँ मनाउने गरिन्छ। स्पेसल्ली यो जुन चाड छ यसलाई चाडकै रूपमा मानौँ। नेपाल सरकारले, स्थानीय निकायले, प्रदेशले र सङ्घले, इभन सरकारले पनि यसलाई चाहिँ राष्ट्रिय चाहिँ एउटा दिवसको रूपमा मनाउनको लागि विगत 6 वर्षदेखि, त्योभन्दा अगाडि यस्तो थिएन, विगत 6 वर्षदेखि चाहिँ राष्ट्रिय विधा दिने र यो चाहिँ कुन चाहिँ संस्कारसँग रिलेटेड छ त्यसका लागि एउटा वातावरण सिर्जना गरिदिने गरेको पाइन्छ। यो चाडलाई सबै जात जातिले स्पेसल्ली मनाए पनि यो थारू जातिले, चौधरी थारू जातिले चाहिँ यसलाई माघी भनेर एकदमै ठुलो उत्सवको रूपमा उनीहरूले मनाएको पाइन्छ भने सँगसँगै मगरले पनि मकर सङ्क्रान्ति भनेर चाहिँ गुरुङले पनि मकर सङ्क्रान्ति भनेर मनाएको पाइन्छ। विशेष गरी उपत्यकाभित्र रहेका नेवार समुदायले चाहिँ यो सङ्क्रान्तिलाई चाहिँ अलिकति गुलियो, शरीरमा अलिकति ताप, चिसो कारणले गर्दा उपत्यकाभित्र बढी चिसो हुने र चिसो कारणले गर्दा त्यो समुदायमा चाहिँ विभिन्न किसिमका रोगहरू लाग्ने भएको कारणले गर्दा चाकु, सक्खर, रोटी, तिल लगायतका कुराहरू ग्रहण गरेर शरीर तताएर यसलाई चाहिँ माघको दिनलाई चाहिँ वेलकम गरेको पाइन्छ। अब हामी चाहिँ किन यो कार्यक्रम गर्दैछौँ भनेर भन्दा हामीले यो कार्यक्रम गर्नको पछाडि चाहिँ हामीसँग जम्मा 3टा कुराहरू छन्। किनभने हामीले इन्टरनेसनल स्ट्यान्डर्डको एजुकेसनलाई बिहेभ गर्दै जाँदा
हाम्रो डेस्टिनेसन भनेको के हो त भन्दा नेसनल र इन्टरनेसनल सर्फेस हुनसक्छ। भोलि त्यहाँ गएर हामीले देखाउनु पर्ने भन्नुपर्ने कुराहरूमा हामी कुन संस्कारसँग रिलेटेड छौँ, हामीले के कस्ता संस्कारहरू सिकेर आयौँ भन्दा दसैँ अन्तर्गत पनि हामीले कार्यक्रम गरेका छौँ, क्रिसमस अन्तर्गत पनि हामीले कार्यक्रम गरेका छौँ, माघे सङ्क्रान्ति अन्तर्गत हामीले कार्यक्रम गर्छौँ। त्यसरी नै हामीले अन्य जति पनि नेपालसँग रिलेटेड अथवा इन्टरनेसनल नेसनलसँग रिलेटेड प्रोग्रामहरू छन् त्यो प्रोग्राम हामी गर्छौँ र त्यो किन विशेष छ भन्ने कुरा पहिला डेमोन्स्ट्रेसन गर्छौँ। हामी हेर्न सकिन्छ कि माघे सङ्क्रान्तिमा के कस्ता चाहिँ परिकारहरू बन्छन्, यी परिकार किन बनाइन्छ, यी परिकारको सात्विक चाहिँ यसको विवेचना कसरी गरिन्छ र समाजले कसरी स्वीकार्छ भन्ने कुराको ज्ञान पनि हामीले यहाँबाट प्राप्त गर्न सकिन्छ। मैले अघि नै भनेको थिएँ सक्खर खाने, चाकु खाने जसले शरीरको टेम्परेचरलाई हाई गर्छ, अनि त्यसपछि विभिन्न मठ मन्दिर अथवा धर्म भएका एरियातिर गएर खोलाहरूतिर गएर नुहाउने होइन, नुहाएर शरीरमा भएका चाहिँ रोगहरू पखाल्ने र हामीले चाहिँ बनाएर खानेकुराहरूमा बढी गुलियोको मात्रा प्रयोग गर्ने जसले हाम्रो शरीरलाई तताउँछ, तातो दिन्छ र यो चिसोबाट हामीलाई प्राप्त चिसोका कारणले हाम्रो शरीरमा लागेका विभिन्न रोगलाई निराकरण गर्छ भन्ने उद्देश्यका साथ सुरु गरिएको यो माघे सङ्क्रान्ति फेरि पनि उपस्थित सम्पूर्ण भाइ बहिनीहरू यो अथक मेहनत गरेर यहाँसम्म आउनका लागि हामी सबैलाई हेर्दा पनि राम्रो, खाँदा त झनै मिठो हुने गरी बनाउनु हुने सबिन सर लगायतको टिम होइन, यो कार्यक्रमलाई यसरी सबै भव्य रूपमा तयारी गर्नुहुने विशाल सर लगायतको टिम, सम्पूर्ण विद्यार्थीलाई कार्यक्रमका लागि बोलाउन आह्वान गर्ने करुणा म्याम लगायतको टिम होइन, विद्यार्थीलाई कार्यक्रमको बारेमा प्रोत्साहित गर्ने चाहिँ हाम्रो दुईजना एकदमै फन्डिङसँग रिलेटेड फिनान्सियल चाहिँ एक्टिभिटीसँग रिलेटेड दुईजना हाम्रो राम्री म्यामहरूको टिम, सधैँभरि हामीलाई सहयोग गर्ने, हामीलाई चिया पानी लगायत हाम्रो स्वास्थ्यमा समेत सधैँभरि प्रश्न गरेर सोधेर सहयोग गर्नुहुने हाम्रो इन्दिरा सिस्टर लगायत सबैजना यहाँ लगानी गर्ने लगानीकर्ता साथीहरू, त्यसपछि पत्रकार साथीहरू, कलेजका प्रोपाइटर टिम, सेयर होल्डर टिम सबैलाई माघे सङ्क्रान्तिको मैले एकैमुष्ट शुभकामना दिँदै मैले आफ्नो मन्तव्य साथै कार्यक्रमको बारेमा जानकारी गराएँ। धन्यवाद, नमस्ते।